जाडो मौसम छ, न्यानो पार्न दाउरा, कोइला, ब्रिकेट वा हिटर आदि बालेर ताप्नुहुन्छ होला। तराई मधेसमा पराल बालेर घुर ताप्ने चलन छ। आगो ताप्दा न्यानो त हुन्छ, तर सानो असावधानीले गर्दा हुन सक्ने दुर्घटनाका बारेमा चाहिँ सचेत हुनै पर्छ। आगो, विद्युत वा रासायनिक पदार्थले जलन भएका घटनाको तथ्याङ्क हेर्दा हरेक वर्ष बढ्दै गएको देखिन्छ। स्वास्थ्य सेवा विभागको तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2073-74 मा 55,000 भन्दा बढी यस्ता घटना भएका थिए। 2076-77 मा पुग्दा यो तथ्याङ्क बढेर 76,000 नाग्यो। आगो ताप्दा हुने अधिकांश घटनाहरूमा आगो नजिकै पिठ्यौँ फर्काएर बसेको बेला कपडामा आगो सल्केर जलन हुने गरेको देखिन्छ। त्यसैले पिठ्यौँ फर्काएर धेरै नजिकबाट आगो नतापौँ। जलनको अर्को महत्त्वपूर्ण कारण कपडा हो। भान्सामा काम गर्दा वा आगो ताप्दा आगोले सजिलै टिप्ने कपडाहरू जस्तै नाइलन, पोलिस्टर र चिल्लो खालका कपडाहरू नलगाऊ। मट्टीतेल, पेट्रोल, डिजेल जस्ता आगोले छिट्टै टिप्ने पदार्थहरू कोठामा राख्दै नराखौँ। आगो सल्काउन यस्ता वस्तुको प्रयोग नगरौँ। तातो वस्तु नजिक बालबालिका, वृद्ध वा अशक्तलाई एक्लै छोड्दा यस्ता घटना बढी भएको पाइन्छ। प्रयोगपछि ग्यासको रेगुलेटर बन्द गरेर राख्नुपर्छ। जाडो मौसममा कोठा न्यानो पार्न ब्रिकेट, कोइला, ग्यास हिटर वा मक्कल बालेर सुत्दा निसासिएर मृत्यु भएका घटनाहरू हरेक वर्ष दोहोरिरहेकै छन्। यस्ता घटना हुनबाट जोगिन ब्रिकेट, कोइला, ग्यास हिटर वा मक्कल बालेर सुत्नु हुँदैन। बालुन्जेल पनि कोठामा हावा छिर्ने हुनुपर्दछ। जलन हुने अर्को कारण चाहिँ करेन्ट लाग्नु हो। भिजेका चिसो हातले विद्युतीय सामान छुनै हुँदैन। मोबाइल फोनलाई चार्जमा राखेर नचलाऊ। चिसो हातले विद्युतीय सरसामान चलाउँदा, खेतमा पानी तान्ने पम्प चलाउँदा, कहिलेकाहीँ भुइँमा लत्रिएका तारबाट करेन्ट लागेर दुर्घटना भएका छन्। बिजुलीको तार बाटोमा लत्रिएका छन् भने नछोइकन व्यवस्थापन गर्न पहल गरिहाल्नुपर्छ, अन्यथा दुर्घटनामा जो कोही पनि पर्न सक्छन्। तेजाब वा अन्य रासायनिक ज्वलनशील पदार्थ प्रयोग गर्दा असावधानीका कारण र कहिलेकाहीँ पेट्रोल, मट्टीतेल खन्याई जलाउने, करेन्ट लगाउने तथा एसिड आक्रमण जस्ता जघन्य अपराधका घटना हुँदा पनि शरीरमा जलन भएर अस्पताल पुगेका घटनाहरू छन्। यस्ता घटना हुनै नदिन पर्याप्त सावधानी अपनाउनु पर्दछ।